सबैलाई भन्न चाहन्छु के भन्दाखेरि अब काम गर्ने टिम हामीले बनाउनुपर्छ है। आजदेखि अलिकति अब आधिकारिक पनि भयो सर्टिफिकेट त त्यो जनायो। अब हामीले काम गर्ने टोली बनाउँदैछौँ है, काम गर्दैछौँ। काम गर्दाखेरि चाहिँ अब हामीले फिल्डमै गएर काम गर्नुपर्ने रहेछ। भन्दै अफिसमा बसेर मञ्चमा भाषण गरेर मात्रै चाहिँ बन्दैन रहेछ देश। त्यसले गर्दा फिल्डमै काम गर्नुपर्छ। कहीँ कतै बाटो भत्केको छ भने बनाउनुलाई अगाडि सडिहाल्ने हो हामी होइन। अब सबै कुरा टेक्निकल त हाम्रोसँग माल मिटर नहुन सक्छ, तैपनि अग्रसरता चाहिँ देखाउने। कहीँ कतै बाटो भत्केको छ भने यसो ढुङ्गासुङ्गा भए पनि बोकिहालौँ न होइन। कति ठेकदारले बनाइदिन्छ, उता ऋण एडिबीले दिन्छ, वर्ल्ड ब्याङ्कले दिन्छ, ठेक्का लाग्नुपर्छ भन्ने किसिमको होइन। त्यो खालको आशामुखी सोच विचारले चाहिँ हामीले परनिर्भर बनाएको रहेछ। अब हामीले आफ्नो पेटको लागि त गरिराखेकै छौँ सबैजनाले होइन। कोही दोकान चलाइरहेको, कोही जागिर खाइरहेको होला, कोही के गरिरहेको होला, कोही विदेशमा होइन। हामी तर देशको लागि चाहिँ हामीले काम गरेन रहेछौँ। हाम्रो मिस्टेक त्यहाँ भएछ मैले बुझ्दा। आफ्नो पेटको लागि त सबैले नै गर्यो। अहिले भर्खरसम्म तपाईँले गरेर आएको, अब फेरि पनि गर्नुहुन्छ एकछिन गएर होइन यो मिटिङ सकेर। तर देशको लागि चाहिँ हामीले काम गरेनछौँ क्या। एक थोपा पसिना पनि बगाएनछौँ। बरु राजनीतिको नाममा रगत चाहिँ बगाइएछ थोपो है। टाउको खुट्टा गोली हानाहान, पट्टी हानाहानदेखि लिएर हरेक कुरा भएछ। तर सँगै बसेर गर्नुपर्ने काम चाहिँ नगरेको रहेछ हामीले गर्नुपर्ने कुरा चाहिँ के थिएछ भने हामी सबै मिलेर पसिना चाहिँ बगाउनु पर्ने। त्यसले गर्दा श्रम संस्कृतिले चाहिँ त्यो सिकाउँछ है। आफ्नो पेट सम्हाल्ने जिम्मा तपाईँको व्यक्तिगत हो, तर यो देश सम्हाल्ने जिम्मा चाहिँ हामी सबैको सामूहिक हो। त्यसले गर्दा दुईटा जिम्मेवारी हाम्रो अगाडि, पेट र देश होइन। पेट भनेको आफ्नो परिवार, आफ्नो जिम्मेवारी घर भइहाल्यो भने देश पनि हाम्रो होस्, त्यसलाई पनि बनाउनुपर्छ भन्ने चेतना चाहिँ श्रम संस्कृति हो। अब तपाईँसँग भेट भइसकेपछि अब लामो यति लामो 4 घन्टा म बोल्न चाहन्न होइन। अब मैले सक्नु पनि आँटिसकेँ। अब तपाईँ हामी एउटा फ्रेमवर्कमा होइन, एउटा फ्रेमवर्कमा एउटा टिम बनाऊँ होइन। विभिन्न जिल्लाबाट आउनुभयो होला, त्यो जिल्लामा यो कुरा लगेर जानु है। एउटा अभियान सुरु गर्नुहोस् त्यहाँबाट है। मान्छेले पत्याओस् नपत्याओस् होइन, मान्छेले पत्याओस् नपत्याओस् अभियान सुरु गरिहाल्नुहोस्। ढिलो भइसक्यो होइन। त्यसले गर्दाखेरि सुरु गरिहाल्ने है। अनि बिस्तारै बिस्तारै बढ्दै गइहाल्छ। र त्यो टिम, काम गर्ने टिम हो यो श्रम संस्कृति पार्टी बनेको छ। तर मैले बारम्बार भन्दै गरेको अहिले कुरा गरेँ मैले, पार्टी कुन अर्थमा भन्दा चुनाव लड्छ त्यसले गर्दा मात्रै हो होइन भने यो चाहिँ एउटा यस्तो वर्क फोर्स हो जुन वर्क फोर्सले ठोस कामहरू गर्छ होइन। एक दिन यति धेरै भेला हौँ 5,000 जना गएर तपाईँको एउटा डाँडै सबै खन्नु न कृषकलाई क्या रोपस् न टिकेर हुन्छ होइन। त्यतिको जोस जाँगर त्यतिको दम चाहिँ हामीमा हुनु जरुरी छ क्या होइन। गाउँबारी खन्ने मान्छे छैन, खेती नै छैन, त्यहाँसम्म पनि लैजाउँ है सामूहिक रूपमा। हामी हिँड्ने बाटो वरिपरि फुल है, फलफुलको बिरुवाहरू टन रोपौँ न, सकिँदैन? सकिन्छ जस्तो लाग्छ। म चाहिँ सक्छु भन्ने मान्छे हो है। हामी सबै नेपाली त्यो लाग्ने भने होइन। तर हामी साह्रै अल्छी रहेछ, यति अल्छी रहेछौँ कि है साह्रै धेरै अल्छी रहेछ। त्यसले गर्दाखेरि अब अल्छी गर्नु हुँदैन। म अब अल्छी बन्दिनँ भनेर तपाईँले काम नगरेरै बिग्रियो। यहाँ जेसुकै भनौँ न, यो पार्टी त्यो पार्टी, यो बात त्यो बात भनौँ, लास्टमा गएर गर्नु पनि त काम हो होइन। काम चाहिँ नगर्ने, खाली गफ गर्ने होइन। यो हाम्रो टिम चाहिँ गफ गर्ने टिम भन्दैन, बनाउनु हुँदैन। मैले यहाँ बारम्बार भनिरहेको छु, तपाईँहरूले श्रमदान गर्नु भएको छ, अझै गर्दै जानुहोस्, अझै ठुल्ठुलो काम गर्नुहोस्। अहिले त सरसफाइ मात्रै भइरहेको छ यहाँ होइन। निर्माणमा पनि लाग्नुहोस् है, निर्माणमा पनि लाग्नुहोस्, निर्माण कार्यहरूमा लाग्नु।
कोही कुरा सबै लाग्ने भने यो देश त यति राम्रो बन्छ तर हामी त्यो गर्दैनौँ। त्यसले गर्दाखेरि बेसिकली चाहिँ यति हो। तपाईँले लामो बनाउने भन्दा फेरि 6 घन्टा 8 घन्टा 7 घन्टासम्म भन्दा पार्टी धर्म वर्ग र व्यक्तिगत स्वार्थ 5 तत्त्वले खिया भएको समाजलाई फेरि दोहोऱ्याउँ, जाति पार्टी धर्म होइन तपाईँको चाहिँ वर्ग र व्यक्तिगत स्वार्थ यो 5 तत्त्वले होइन खराब तत्त्वले कुतत्त्वले खिया पार्टी धर्म वर्ग र व्यक्तिगत स्वार्थ 5 तत्त्वले खिया भएको समाजलाई फेरि दोहोऱ्याउँ, जाति पार्टी धर्म होइन तपाईँको चाहिँ वर्ग र व्यक्तिगत स्वार्थ यो 5 तत्त्वले होइन खराब तत्त्वले कुतत्त्वले खिया। जस्तो तपाईँ यहाँ पत्रकार घरमा गइसकेपछि तपाईँ के हो होइन तपाईँको छोराछोरी बाबा होइन हो कि होइन के हो आमा बाउ विभिन्न हामी चाहिँ भूमिकामा रहन्छौँ। मेयर सर एक्लै लडेर भएन, अब नयाँहरू एक ठाउँमा आउनु पर्यो, त्यो अनि पो सक्ने बन्छ। एक ठाउँमा चाहिँ हामी कसरी आउने कहिले आउने भन्ने बारे छलफल गर्छौँ। खै त अब चुनाव आइसक्यो त्यसो भने हामी अगाडि बढ्छौँ। धरान उपमहानगरपालिकालाई एक्लै काफी हुनुहुन्छ। कति सिट ल्याउनुहुन्छ मेयर सर? थुप्रो ल्याउँछ यति भन्दैन। 175 भनेको थियो भनेर भन्नुहुन्छ। 165 मा प्रत्यक्ष निर्वाचन हुन्छ, तपाईले ल्याउन सक्नुहुन्छ। 138 ल्याउन सक्नुहुन्छ मेयर सर? थुप्रै गर्छौँ। अहिले त्यसो भन्दैन संख्यामा नजाउँ तर थुप्रै तर संसदीय राजनीति त मेयर सर छोडेको होइन सुन्नु न, यो नेपालभित्र धरान बसेको पर्दैन। सुन्नु न यता सुन्नु नेपालभित्र धरान पर्दैन त्यो। मेयर सर जस्तो तपाईँ यहाँ पत्रकार घरमा गइसकेपछि तपाईँ के हो होइन तपाईँको छोराछोरी बाबा होइन हो कि होइन के हो आमा बाउ मेयर सर एक्लै लडेर भएन, विभिन्न हामी चाहिँ भूमिकामा रहन्छौँ। मेयर सर एक्लै लडेर भएन, अब नयाँहरू एक ठाउँमा आउनु पर्यो, त्यो अनि पो सक्ने बन्छ। एक ठाउँमा चाहिँ हामी कसरी आउने कहिले आउने भन्ने बारे छलफल गर्छौँ। खै त अब चुनाव आइसक्यो। त्यसो भने हामी अगाडि बढ्छौँ। धरान उपमहानगरपालिकालाई एक्लै काफी हुनुहुन्छ। कति सिट ल्याउनुहुन्छ मेयर सर? थुप्रो ल्याउँछ यति भन्दैन। 175 भनेको थियो भनेर भन्नुहुन्छ। 165 मा प्रत्यक्ष निर्वाचन हुन्छ, तपाईले ल्याउन सक्नुहुन्छ। थुप्रै गर्छौँ। 138 ल्याउन सक्नुहुन्छ मेयर सर? थुप्रै गर्छौँ। अहिले त्यसो भन्दैन संख्यामा नजाउँ तर थुप्रै तर संसदीय राजनीति त मेयर सर छोडेको होइन सुन्नु न, यो नेपालभित्र धरान बसेको पर्दैन। सुन्नु न यता सुन्नु नेपालभित्र धरान पर्दैन त्यो। मेयर सर